2 वर्षमा बन्ने बाटो 20 वर्षमा पनि बन्दैन, 1.5 वर्षमा बन्नु पर्यो। त्यो हाम्रो एजेन्डा। रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ, बाटो बन्नु पर्यो। सडक समयमा नबनाउनलाई ठोक दिन्छु, घोक्राइदिन्छु भनेर हिजो कहीँ मैले बोलेको सुने। मैले कसैलाई घोक्राएर सडक समयमा बन्दैन। सडक समयमा बनाउनका निम्ति 41 वटा कानुन तत्काल अहिले हामीलाई बदल्नु पर्दो रहेछ। त्यो कानुन हिजोको बेलामा त्यही कानुनले काम गर्छ भनेर हिजो पार्लियामेन्टले त्यो कानुनहरू बनाए। निर्माण समयमा सडक बनाउनलाई मात्रै हामीले काम गरेर हेरेको, कम्तीमा पनि 41 वटा कानुनमा चलायो भने मात्रै समयमा सडक बन्न सक्ने हुँदो रहेछ। 2 वर्षमा बन्ने बाटो 20 वर्षमा पनि बन्दैन, 1.5 वर्षमा बन्नु पर्यो। त्यो हाम्रो एजेन्डा। रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ, बाटो बन्नु पर्यो। सडक समयमा नबनाउनलाई ठोक दिन्छु, घोक्राइदिन्छु भनेर हिजो कहीँ मैले बोलेको सुने। मैले कसैलाई घोक्राएर सडक समयमा बन्दैन। सडक समयमा बनाउनका निम्ति 41 वटा कानुन तत्काल अहिले हामीलाई बदल्नु पर्दो रहेछ। त्यो कानुन हिजोको बेलामा त्यही कानुनले काम गर्छ भनेर हिजो पार्लियामेन्टले त्यो कानुनहरू बनाए। निर्माण समयमा सडक बनाउनलाई मात्रै हामीले काम गरेर हेरेको, कम्तीमा पनि 41 वटा कानुनमा चलायो भने मात्रै समयमा सडक बन्न सक्ने हुँदो रहेछ।